हेलो गाइज वेलकम टु माई मिनी ब्लग आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। हामी चाहिँ दिदी बहिनी आज जाँदैछौँ बिहानै 6 बजे बिहानको 6 बजे माटो लिन घर लिप्नलाई माटो लिन। डोको बोकेर डोकोभित्र बोरा छ। ओ दिदीले चाहिँ त्यो खम्नी बोक्नु भएको केटालाई अल्लाह चाहिँ ब्याकग्राउन्ड हाम्रो घर चाहिँ त्यहाँ तलबाट आएको सर एक गाउँ हुँदै 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 देखिन्छ होला। बिहान घाम हामी चाहिँ बिहानै लाग्यो। यो भगवान् गाउँ गाउँबाट यस्तो लाजै लाग्छ मलाई। चाहिँ यता छ है लाइन यहाँ बोट मिक्लाजुङ गाउँपालिका के हो यो कस्तो गीत हो चुसायो अरे है चोस्से चोस्से हो कि चुसाइ चुसाइ भन्छ त। लाइन दृश्य बिहानै कोही सफा गर्दै हुनुहुन्छ यता खुल्लेलाई घाँस काट्दै हुनुहुन्छ। म चाहिँ यता है अरे के देख्यो गाइज हेर्नुहोस् त कस्तो ताली घुरेर हेरे हजुर यसलाई भने यो कुकुरहरूलाई चाहिँ लाजै हुँदैन जहाँ पायो त्यही खाली ठाउँ देखि नै हुँदैन छुस्काइहाल्छ। हामी गाउँ माथि छ यही
उता कमा थिएन होला नि यहाँ गर्दाखेरि केटारा ल कस्तो दामी आउँदो रहेछ यहाँनिर हजुर यही हो माटो लाने अनि यो देउलीको माटो हुन्न र देउली खेतको माटो लिप्दा हुन्न र खेतको माटो देखेन कालो पारा पर्दा हाम्रो यस्तो पारा के गर्नु बिहान बिहानै काम गर्ने हो यस्तो यस्तो हामी चाहिँ यहाँ माटो खोज्दैछौँ होइन यो घारीतिर जङ्गलतिर जङ्गल त के भन्नु यो मान्छेको यो पनि एउटा जग्गा नै हो जग्गा नभएर यस्तो रुखहरू लाउँदै यो माल्टो खाने खाडहरू यहीँ आइपुग्यो यहीँ खाने होइन त अब हामी चाहिँ माटो लाउने ल नि यहाँ डोको यहाँ चाहिँ दुईवटा बोरा ला एउटा लाम्रै ल्याएन क्या हो दिदी यार मक्काहरू चाहिँ टिपेको ल हामी चाहिँ यसरी यहाँ माटो भर्दैछ अब प्रायः ठाउँमा त अब यस्तो माटोले लिप्ने चलन गइसके अब धनी मनीहरू भएछ हाम्रो त्यही यता हाम्रो पनि घर पुरै त होइन किचन चाहिँ माटोले लिपिन्छ हाम्रो नि 1 वर्षसम्म लिप्नु पनि त्यसपछि त घर पर्दैन कि भनेको बनाउने सुसारै छैन आज चिन्ता चाहिँ किन राखे मतलब के कारणले चिन्ता खै घर बनाउनलाई राम्रो हुन्छ
गरेर सुरु गर्ने पहन ल म उचाल्छु ल हेर्नु हाम्रो चाहिँ फाइनली माटो भरेर भ्यायो 50 केजी 30 केजी होला 30 त होइन होला कति छ अब यसलाई दोरी खतरा त राम्रो माटो खन्ने नेरीको बिउ बाटो चाहिँ त्यहाँ खोला देख्दा घर नै यो मासतिर बाँसको त्यहाँ मासतिर लाइन ट्र्याक्टर लगाएछ अब हामी चाहिँ घरतिर लाग्यो माटोको भारी बगेर आम्मा मरिन्छ होला दिदी मेरो त भारीको डोको लाम्रो माथि पुगिसक्यो यो तल जान त हामी चाहिँ घाँस के अरे माटो बोकेर लाग्यो मैले चाहिँ डोकोमा यहाँ बोरो डोकोमा राखेर बोकेको अनि दिदी चाहिँ यहाँ बोरा लगाएर यहाँ चाहिँ पुल बन्नु लागिरहेको थियो बाटो केटाहरू काम गरिरहेको उतारे देखाइदिन्छ ब्लग नबनाऊ है दाइले सब हेर्दो रहेछ के अरे त्यो झन् देखाइदिनु पर्छ काम गरेपछि देखाउनु पर्दैन ओहो मम्मीहरूले कहाँ गर्दैन भन्ने कुरालाई नि उसले देखिरहेको हुन्छ मरिमरि बोकेको अनि चाहिँ कोदालो अप्ठ्यारो भयो यहाँ राखिदिनु डोकोमा गरौँ अलग्गै हुन्छ नि त यहाँ फोहोर लाग्दैन चुवाची बङ्गुर खोरै खोर्छ केरा गाडीभित्र उकालो चढ्नै गाह्रो भारी बोकेर दिएको छ पैसा त त्यही पनि हाम्रो त मोनिटाइज गरेको छैन नि त यस्तो तल गहिरीमा उता गयो अब हामी माथि आइपुग्यो यो त एकदम ठुलो छ चौतारा कस्तो दामी ब्याकग्राउन्ड आउँछ कि यहाँ चाहिँ दिदी ल अन्त तपाईँ पनि एकचोटि मेरो बनाउनु यस्तो गरेर समाधान मैले पनि तपाईँको बनाइसकेको बिचमा यो चाहिँ हाम्रो गाडी डोको बाङ्गो बोकिरहेको छ
हाम्रो चाहिँ घर तल है मलाई लाग्दैन होइन यसमा कस्तो दामी भ्यू देखेको बिचमा होइन न कहाँ छेउछेउ हिँड्नु भयो अहिले त गाडी आएन कि ल दिदी 50 केजी बढी हो माटो देख्नु मात्रै हो यस्तो टिल घम्लाइरहेको नि गाह्रो छ नि अर्काको घर आएर बारी बनाउनलाई बारी बनाएर खानलाई माइती घर जस्तो कहाँ हुन्छ र बिहानै 5 बजे उठ्यो गोसको घरको काम भ्याएर हामी चाहिँ माटो लिन आएको अब माटो लिएर नि अब हामी घर पनि पुग्न आँटिसक्यो घर पनि त्यही हो अब फेरि घर गएर फेरि घाँस काट्नु जानु छ अब घरमा अलिअलि काम पनि हुन्छ त्यो कामसाम सकाएर फेरि हामी चाहिँ घाँस काट्न लागिन्छ अघि हामीसँग गएको त यहाँ आएर बसेको माथि त्यो त छैन वहीँदेखि यतिकै आएको नयाँ भ्यू ल हामी त छिर्यो है हाम्रो घरतिर अब घर पनि आइपुग्यो आजको लागि चाहिँ सो यति नै होइन अब गाइज बाई बाई टेक केयर